को विषयमा वचन सुनेका छौँ। आपदासको मिष्टीमा नानीको जीवनमा त्यो वचनहरू चाहिँ पुरा भएको होस्। धन्यवाद दिन्छु परमेश्वर पिता। साम्स 91 को त्यहाँनिर है साम्स 91 को पनि त्यहाँनिर वचन भन्नुभएको छ, त्यसको पुरा भएको होस्। जति पनि वचन भन्नुभएको छ पुरा भएको छ आफ्नो छोराको जीवनमा। अनि प्रभुलाई धन्यवाद दिन्छौँ। यो केक जस्तै मिठास जीवन परिवार हुन सकेको होस्। यो केकमा छुन शुद्ध पवित्र पार्न सबैलाई आशीष दिनुहोस्। यसको नाममा आमेन। Happy birthday to you, sa la 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 la. Happy birthday to you, sa la 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 la. May God bless you, sa la 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 la. May God bless you, sa la 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 la. Happy birthday to you, sa la 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 la. Happy birthday to you, sa la 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 la. May you live many more, sa la 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 la. May you live many more, sa la 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 la. Once more. Happy birthday to you, sa la 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 la. Happy birthday to you, sa la 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 la. Happy birthday. सबैजना मिलेर नानीको लागि आशिषको लागि प्रार्थना गरिहाल्नेछौँ अनि यो बर्थडेलाई यही सक्नेछौँ। हालेलुया। जिउँदो परमेश्वर पिता, हामी प्रार्थना गर्छौँ तपाईँको छोरा, तपाईँले दिनुभएको हाम्रो परिवारमा दिनुभएको नानी अध्ययनको लागि हामी प्रार्थना गर्छौँ। छोरालाई आज 8 वर्ष पुरा पुगेर 9 वर्ष लाग्नमा आजसम्म सुस्वस्थता दिनुभएको धन्यवाद दिन्छौँ। तपाईँको वचनको लागि धन्यवाद। आज पास्टर सरोजज्यूले साँच्चै चुनौतीपूर्ण वचन तपाईँले दिनुभएको छ। तपाईँ येशू चाहिँ पास्टरको मुखबिन्दबाट बोल्नुभयो भने त्यो वचन आदिन अब त्यो छोराले ठुलो भइसकेको छ। अब सानो होइन, अब छोराले तपाईँले छोरालाई चलाउन सक्नुहुन्छ। ओ परमेश्वर धन्यवाद दिन्छौँ र तपाईँ परमेश्वर आजसम्म सुरक्षित राख्नुभएको धन्यवाद। आजसम्म तपाईँले सबै प्रकार हानि जोखिमदेखि बचाउनु बदलाई धन्यवाद भन्छौँ। सबै कुरामा तपाईँको अनुग्रह कृपा निगाह राखिदिनु तपाईँलाई धन्यवाद धन्यवाद धन्यवाद। सबै कुराको लागि यतिका तपाईँले मण्डली परिवार दिनुभएकोलाई धन्यवाद भन्छौँ। यसरी हामी यति परिवार मिलिकन तपाईँको बस्तीमा रमाउन पाएको छौँ। छोराको लागि धन्यवाद धन्यवाद धन्यवाद। छोराको जीवनमा तपाईँको ज्ञान बुद्धिले भरिदिनुहोस्। साँच्चै आजको वचनले भनेअनुसार एउटा गवाईको पात्र भइकन जिउनमा नानीलाई स्कुलमा घरमा समाजमा चर्च मण्डली जहाँ पनि जान्छ तपाईँको गवाई भइकन जिउनमा पिता तपाईँले सहायता गर्नुहोस्। छोरालाई यसरी नै हाम्रो मण्डलीमा भएका सबै सन्डे स्कुलमा आउने नानीहरू सबैलाई आशिष दिनुहोस्। सबै नानीहरू असल इक्जाम्पल भइकन गवाई भइकन जिउनमा पिता तपाईँले सहायता गर्नुहोस्। धन्यवाद सबै कुराको लागि। छोराको यो जन्मदिन तपाईँ परमेश्वरलाई महिमा दिँदै अब यो समय अब उपरान्त जति पनि समय छ हामी तपाईँको हातमा राख्दै यो प्रार्थना बिन्ती गर्छौँ। प्रभु येशू ख्रिस्टको नाम पिता स्वर्गमा सुनिग्रहण गर्नुहोस्। आमेन। हुन्छ हामी अब प्रार्थना सबै सकिसकेको छौँ। यो समय हामी सबैजना खडा हुनेछौँ।